धेरै समयपछि फेरि आज म यो मसँग भएको जिरानियम देखाउँदैछु। यो चाहिँ मैले घरमै सिडबाट ग्रो गरेको जिरानियमहरू हो। मैले अलिक अगाडि नै भिडियो बनाउन खोजेको थिएँ, तर सबै फुलिसकेको थिएन नि त। अनि मैले चाहिँ सबै फुलिसकेपछि कलरहरू निस्किसकेपछि मात्रै भिडियो बनाउँछु भनेर राखेको थिएँ। त्यही भएर आज चाहिँ म यो भिडियो बनाउँदैछु, यहाँहरूलाई देखाउँदैछु मेरो जिरानियमहरू मैले सिडबाट ग्रो गरेको। यसको बिउ चाहिँ मलाई बहिनीले बाहिरबाट पठाइदिएको यसको सिड, जसमा चाहिँ 3टा प्याकेट थियो, जसमा चाहिँ 12-12वटा सिड थियो। यो कलरकोमा चाहिँ सबै सिङ्गल कलर, यही कलरको मात्रै थियो 12वटा सिड एउटा प्याकेटमा भने, एउटामा चाहिँ मिक्स थियो। यो पछाडि देखिराख्नु भएको रातो, त्यसमा चाहिँ मिक्स कलरको थियो। यसमा चाहिँ कस्तो राम्रो राम्रो एकदम मिठो मिठो कलरको थियो, तर सबै मैले बचाउन सकेन। त्यसबाट यो एउटा मात्रै बच्यो, एउटा बिरुवा मात्रै, र अहिले यही रातो चाहिँ फुलिरहेको छ। र अर्को प्याकेट भनेको यो क्वान्टम जिरानियम। यो पनि अहिले कमन नै भइसकेको छ, तर मेरोमा चाहिँ थिएन, मैले फर्स्ट टाइम लगाएको। त्यही भएर आज म यहाँहरूलाई देखाउँदैछु मेरो एक्सपिरियन्स सिडबाट ग्रो गर्दा कस्तो रह्यो भनेर। हुन त मैले पहिला पनि ग्रो गरेको सिडबाट, तर घरमै भएको जिरानियमको सिडबाट ग्रो गरेको थिएँ भने यो चाहिँ किनेर ल्याएर गरेको भएर कस्तो कलरको फुल छ, कस्तो फुल छ भने कौतूहल हुँदो रहेछ कि, क्युरियोसिटी। अनि यो कलरको चाहिँ मैले 3टा बिरुवा चाहिँ हुर्काएको थिएँ भने 2टा मसँग राखेँ भने एउटा चाहिँ मैले मेरो आफन्तले दिएँ, एउटा आफन्तीहरूलाई दिएको छु। यो अर्को रातोको भनिहालेँ मैले, 12वटामा 6वटा जर्मिनेट भएको, त्यसमा पनि मैले मात्र एउटा बिरुवा चाहिँ हुर्काउन सफल भएँ। एकदमै गाह्रो हुने सिडबाट चाहिँ ग्रो गरेर बिरुवाहरू हुर्काएर फुलिन्जेलसम्ममा धेरैवटा मरिसक्दो रहेछ होइन, गाह्रो हुँदो रहेछ। बरु त्योभन्दा त बेस्ट भनेको चाहिँ कटिङबाट सार्नु नै एकदमै उत्तम लाग्यो मलाई चाहिँ। र छिटो पनि फुलिदिन्छ। यो चाहिँ अलिकति टाइम लाग्छ, वेट गर्नुपर्छ। मैले यसको बिउ भनेको पोहोरको साल मङ्सिर पुसतिर राखेको हो भने यसपाल मात्रै फुल्दैछ यसरी। यिनीहरू चाहिँ क्वान्टम जिरेनियम, यसमा 12वटै थियो सिड भने 8वटा जर्मिनेट भएको थियो। फुल्ने बेलासम्म 4वटा रहेको छ, 2टा चाहिँ यसरी रेड कलरको छ, एउटा यो पिङ्क कलरको, अर्को रहेको छ अघि देखिसक्नु भएको छ यो कलर, एकदमै प्रिटी कलर, मलाई एकदमै मन परेको कलर है यो चाहिँ। यो कलरको फुल यो फुलेको देख्दा म यस्तो खुसी भएको नि। मेरो चाहिँ एक्सपिरियन्स भनेको मलाई चाहिँ कस्तो लाग्यो भने एकदमै सकिँदैन कि हामीले अब हुन त अब नर्सरीमा त कसरी गर्नुहुन्छ, हामी नर्मली गर्ने, हामी घरमा यो बिउहरू उगाएर फुलाउनेलाई त एकदमै गाह्रो हुने कि, धेरै मर्ने रहेछ, आधीभन्दा ज्यादा मर्ने, सकिने है। अनि फुल्ने बेलासम्म कुनैको एउटा कुनैको 2टा बिरुवाहरू रहँदो रहेछ। बरु त्योभन्दा त बरु कटिङबाट नै एकदमै बेस्ट, सजिलो पनि होइन, छिटो फुल पनि पाइन्छ। र फेरि यही जिरानियमको सिड अब अर्को जस्तै यो कलरहरू छ कुनै कुनै, त्यो अघि मैले क्वान्टमको देखाएँ, यसकोहरू भयो। अर्को त्यसकै सिड फेरि त्यसलाई उगाउनु भयो भने, जर्मिनेट गराउनु, सिडबाट ग्रो गर्नुभयो भने कलर स्लाइट डिफ्रेन्ट आउन सक्छ है, स्लाइट डिफ्रेन्ट आउन सक्छ। मेरो एउटा जिरानियम त्यस्तै नै भएको थियो, अलिकति हल्का फरक भएको थियो। पिङ्क छ भने सेतै फुल्न सक्छ होइन। त्यही भएर यदि सेम त्यही कलर चाहनुहुन्छ भनेदेखि चाहिँ बरु कटिङबाट नै सार्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ है। यो चाहिँ कलर चेन्ज हुँदो रहेछ होइन, यस्तो बिचमा वरिपरि सेतो अनि पिङ्क हुन्छ, पछि चाहिँ पिङ्क हुँदै जाँदो रहेछ। यो मलाई एकदमै मन परेको, यो पनि हुन त कमन नै हो, तर